म तपाईहरुलाई यो सानो भिडियो मार्फत ट्विटरको डीएमको कन्टेन्ट कसरी चेन्ज गर्ने र फेक स्क्रिनशट कसरी बनाउने भन्ने सजिलो तरिका सिकाउन गइरहेको छु। तपाईहरुले यो तरिका फेसबुक मेसेज वा अरु कुनै वेबमा भएको कुनै पनि कन्टेन्टका लागि युज गर्न सक्नुहुन्छ। पहिला म यो एनदर जस्ट फर डेमो भनेको जोसँग मेरो कन्भर्सेसन भइरहेको छ त्यो नाम चेन्ज गर्छु। तपाईहरु यहाँनेरि माउस लानुस्, राइट क्लिक गर्नुस्, इन्सपेक्ट एलिमेन्ट गर्नुस्। यसले तल डिबगर खोल्छ। यो जुनसुकै ब्राउजरको पनि हुन्छ यस्तो। यहाँनेरि यो एनदर जस्ट फर डेमो भन्ने नाम भयो। यो नाम तपाईहरुले तल पाउनुहुन्छ। त्यहाँ डबल क्लिक गर्नुस्। यसको ठाउँमा अरु कुनै नाम राख्नुस्। जस्तै बाराक ओबामा। अब तपाईहरु यो अवतार चेन्ज गर्न चाहनुहुन्छ भने यहाँनेरि राइट क्लिक गर्नुस्। फेरि त्यस्तै गरी इन्सपेक्ट एलिमेन्ट गर्नुस्। यो यहाँनेरि भएको यो URL ले चाहिँ यो इमेज क्रिएट गरिरहेको छ। यसमा अर्को इमेज राख्नलाई हामीले यो URL चेन्ज गर्नुपर्छ। बाराक ओबामाको फोटोमा जानुस्, इन्सपेक्ट एलिमेन्ट गर्नुस् र यो फोटोको URL पाउनुहुन्छ तपाईहरुले। यहाँनेरि गएर एडिट HTML गर्नुस्। त्यसपछि यो URL जसले चाहिँ जुनमा चाहिँ बाराक ओबामाको फोटो सेभ भएको छ यो URL, यो URL कपी गर्नुस्। ल्याएर रिप्लेस गरिदिनुस्। यो URL को ठाउँमा बाराक ओबामाको राखिदिनुस्। स्क्रिनमा क्लिक गर्नुस्। बाराक ओबामाको फोटो आयो। अब यो कन्टेन्ट चेन्ज गर्न माथि नाम चेन्ज गरे जस्तै फेरि इन्सपेक्ट एलिमेन्ट गर्नुस्। इन्सपेक्ट एलिमेन्ट गर्नुस्। यो कन्टेन्ट यहाँ पाउनुहुनेछ। त्यहाँ डबल क्लिक गर्नुस्। हेलो म्यान फ्रम USA, is that free for you? अब यसको पनि तपाईहरु अवतार चेन्ज गर्न चाहनुहुन्छ, फोटो चेन्ज गरेर अरु कुनै फोटो राख्न चाहनुहुन्छ भने बाराक ओबामाको जसरी हामीले यहाँ फोटो राखेका थियौं त्यही मेथड प्रयोग गर्न सक्नुहुन्छ। अब यो कन्टेन्ट चेन्ज गर्नुस्। फेरि इन्सपेक्ट एलिमेन्ट। अब स्काईको ठाउँमा कन्टेन्ट चेन्ज भयो। अब तपाईहरु यसको स्क्रिनशट लिएर यसको स्क्रिनशट लिन सक्नुहुन्छ र जो कोहीलाई झुक्याउन सक्नुहुनेछ। र यदि तपाईहरुलाई कसैले जस्तै यदि तपाईहरुलाई मोबाइल भर्सनमा चाहिँ स्क्रिनशट बनाउनु छ भने गुगल क्रोममा बाट यो सम्भव छ। यहाँले क्लिक गर्नुस् र मोडल सेलेक्ट गर्नुस्। एप्पल आइफोन 6 र त्यही तरिका प्रयोग गर्नुस् यसमा पनि र तपाईहरु र सजिलै मोबाइल आइप्याड जुनसुकै भर्सनका लागि पनि स्क्रिनशटहरु सजिलै बनाउन सक्नुहुनेछ।
यो स्क्रिनसट गलत कामका लागि प्रयोग नगर्नु।